नमस्कार साथीहरू, स्वागत छ लोकसेवा सरकार युट्युब च्यानलमा। आजको भिडियोमा विशेष गरी विश्व बैंक, आइएमएफ, एडिबी र आइबिआरडी सम्बन्धी सम्भावित प्रश्नहरूलाई समेटेर यो भिडियो तयार पारिएको छ। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला र ढिला नगरी सिधै हामी प्रश्नतिर जान्छौँ। विश्व बैंकको स्थापना कहिले भयो भन्ने पहिलो प्रश्न रहेको छ, जसको सही उत्तर हो जुलाई 4, 1944 मा स्थापना भएको हो। नेपालले यसको सदस्यता कहिले प्राप्त गर्यो भन्दा सेप्टेम्बर 6, 1961 मा। 6 सेप्टेम्बर 1961 मा नेपालले यसको सदस्यता प्राप्त गरेको हो। त्यसै गरी विश्व बैंक एक्लै आफू मात्र सङ्गठन नभएर 5 वटा संस्थाहरूको समूहको एउटा स्वरूप हो विश्व बैंक चाहिँ। विश्व बैंकका प्रणेता भनेर जोन मेनर्ड कैनिस र ह्यारी डेक्सर व्हाइटलाई भनिन्छ। यस बैंकमा नेपालको 0.6% सेयर रहेको छ। स्थापना र सञ्चालन 1945 मा भएको ब्रेटन वुड्स सम्मेलन अनुसार सञ्चालन र स्थापना भएको मानिन्छ। त्यसै गरी प्रधान कार्यालय अमेरिकाको वासिङटन डिसी शहरमा रहेको छ। यसको मोटो अथवा यसको आदर्श वाक्य रहेको छ, वर्किङ फर अ वर्ल्ड फ्री अफ पोभर्टी रहेको छ। हालको अध्यक्ष अजय बाङ्गा अमेरिकाका रहेका छन्। सन् 2023 जुन 2 देखि उनी रहँदै आएका छन्। अध्यक्ष जहिले पनि अमेरिकन राष्ट्रहरूबाट हुने गर्दछ। त्यसै गरी अध्यक्षको पदावधि 5 वर्ष र 1 कार्यकाल थप्न सकिने व्यवस्था रहेको छ। त्यसै गरी दोस्रो रहेको छ अर्को आइबिआरडीको स्थापना कहिले भयो भन्ने प्रश्न रहेको छ। आइबिआरडीको स्थापना 27 डिसेम्बर 1945 मा भयो। यसको सदस्यता नेपालले 6 सेप्टेम्बर 1961, 6 सेप्टेम्बर 1961 मा नेपालले यसको सदस्यता प्राप्त गरेको हो। त्यसै गरी अर्को रहेको छ आइएमएफ, इन्टरनेसनल मोनिटरी फन्ड। यो अन्तर्राष्ट्रिय मुद्रा कोषको स्थापना कहिले भयो भन्दा 27 डिसेम्बर 1945 मा भएको हो यो पनि। आइबिआरडी र आइएमएफ एकैचोटि स्थापना भएका हुन्। नेपालले आइबिआरडीको मेम्बर बन्नको लागि आइएमएफको सदस्यता लिनु अनिवार्य रहेको छ। आइएमएफको स्थापना 1945 डिसेम्बर 27 मा भएको हो। नेपालले सदस्यता चाहिँ 6 सेप्टेम्बर 1961 मा नै लिएको हो एकैचोटि। आइएमएफ आइबिआरडी सँगसँगै। त्यसै गरी एडिबीको स्थापना कहिले भयो भन्ने प्रश्न रहेको छ साथीहरू। एडिबीको स्थापना चाहिँ 1966 डिसेम्बर 19 मा भएको हो। यसको आदर्श वाक्य रहेको छ, फाइटिङ पोभर्टी इन एसिया एन्ड पेसिफिक भन्ने रहेको छ। हाल यसको सदस्य सङ्ख्या 69 पुगेको छ। अन्तिम राष्ट्र चाहिँ इजरायल रहेको छ। नेपाल पनि यसको एक संस्थापक राष्ट्र हो साथीहरू। आजको भिडियो यति नै। हामी निरन्तर यस्ता महत्त्वपूर्ण मानिएका टपिकबाट केही प्रश्नहरू ल्याउँदै आउनेछौँ। हाम्रो च्यानल सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। नमस्कार।